हर हर महादेव, जय सियाराम। तल जुन भिडियो चलिरहेछ यो भिडियो काठमाडौँको पशुपतिनाथ मन्दिरको। पशुपतिनाथ मन्दिरको चारैतिरको गेटमा एउटा चिज के लेखेको छ, ओन्ली फर हिन्दू। ओन्ली फर हिन्दू लेखेको छ नामको लागि मात्रै, कामको लागि हैन। किनकि यो भिडियोमा पनि स्पष्ट तपाईहरु हेर्नुहुन्छ कि क्रिश्चियनहरु आफ्नो धर्मको प्रचार गर्दैछ पशुपति मन्दिरको प्राङ्गणमा। अहिले क्रिश्चियनहरु छ, तपाईहरु योभन्दा अघि मुस्लिमहरु नमाज पढेको पनि भिडियोहरु हेर्नुभयो होला। एउटा हैन, कतै होला। मैले त 10-15 वटा मुस्लिमहरुलाई हेरेको छु पशुपति मन्दिरको प्राङ्गणमा गएर नमाज पढेको। म कुनै धर्मको विरोध गर्दिन, किनकि धर्म खराब हुँदैन, धर्ममा रहेको मान्छेहरु खराब हुन्छ। यो भिडियो बनाउनुको अर्थ एउटै हो कि म पशुपतिनाथ मन्दिरको ट्रस्टीलाई भन्न चाहन्छु कि तपाईहरु जब चारैतिरको गेटमा लेख्नु भएछ कि ओन्ली फर हिन्दू भनेर, त फेरि हिन्दू बाहेक किन अरु मान्छे प्रवेश त्यहाँ गर्छ? मानव मनमा श्रद्धा छ, गयो। श्रद्धा लिएर गयो भने हामीलाई कुनै मतलब छैन, किनकि हाम्रो सनातन धर्म मानवता सिकाउँछ। तर त्यहाँ गएर नमाज पढ्छ, अहिले यो यिनीहरु आफ्नो धर्मको प्रचार गर्छ। कहाँसम्म यो सही हो? यसको विरोध किन गर्नुहुन्न तपाईहरु? कि तपाईहरु पैसा लिएर दलाली गर्नुहुन्छ? म सिधै भन्छु, तपाईहरु दलालै हुनुहुन्छ भने यो गेटहरुमा ओन्ली फर हिन्दू भएको बोर्डहरु निकाल्दिनु, हटाइदिनु, कुरा सक्यो। नेपाल सरकारसँग पनि मेरो सानो अनुरोध छ, पशुपतिनाथ मन्दिर विश्वभरिमा प्रसिद्ध छ, यसको संरक्षण कसले गर्छ? तपाईहरु गर्न सक्नुहुन्न भने हामीहरुले गर्छौं, हामीहरुको जिम्मा लगाइदिनु। हाम्रो धर्म स्थल कसरी संरक्षण गर्छ नि हामीहरुलाई थाहा छ। जय सियाराम।